हामी अब हिजोको रात चाहिँ यो फाक्दिङ भन्ने ठाउँमा बास बसेपछि आज हामी नाम्चीतर्फबाट प्रस्थान गर्दैछौँ। यो फाक्दिङको वारी बस्यौँ हामी, अब पारी जाँदैछौँ। त्यसरी चाहिँ यो दुधकोशी माथिको पुल तरेर चाहिँ हामी अब फाक्दिङको पारीतिर जाँदैछौँ। यहाँबाट फेरि नाम्चीतिर लाग्छौँ। दुधकोशी यसरी एकदम आवाज निकालेर बगिरहेको अवस्था छ, एकदमै मनोरम। माथि हिमालहरू चाहिँ अहिले बल्ल ट्याक्क छेकिएको छ। यो खोला यसरी जाँदैछौँ हामी। आजको दिनभरिको हिँडेपछि चाहिँ हामी नाम्ची पुग्छौँ। र आज र भोलि नाम्चीको बसाइपछि पर्सिको दिन आइदिएर हामी हेली पायो भने हेलीमा आउँछौँ, होइन भने चाहिँ हामी फेरि हिँडेरै फाक्दिङमा एक रात बसेर अथवा नबसिकन सुर्के पुग्छौँ। अनि सुर्केमा एक दुई दिन बसेर त्यसपछि हामी काठमाडौँको लागि प्रस्थान गर्छौँ। यहाँ टुरिज्म पोइन्ट अफ भ्यूले बनेका यी होटलहरू चाहिँ एकदमै सफा र सिस्टमेटिक छन्। बस्नमा साह्रै रमाइलो। घाम एकदमै घमाइलो खालको घाम छ यहाँ। यति टाढा जहाँ चाहिँ ट्रान्सपोर्टेसन नपुगे ठाउँमा पनि यति राम्रो राम्रो होटलहरू बन्नु भनेको चाहिँ यो राम्रो पक्षको रूपमा लिन सकिन्छ। यहाँ अहिले सिजन सुरु भइसकेको छैन, तर टुरिस्टहरूको आगमन चाहिँ बाक्लै छ। रमाइलो छ जोस्। यसरी नै हामी आज दिनभरिको यात्रा कायम राख्छौँ। होटलहरूले पनि यो बुद्धिस्ट धर्मको चिनो, यो मानीहरू चाहिँ यसरी घुमाउने मानी साइडमा राखेको देखिन्छ। आजको दिन चाहिँ अलिकति हिजो सुर्के एउटा फाक्दिङसम्मको यात्राभन्दा अलिक कम्पेरिटिभली गाह्रो छ भन्ने सुनिन्छ। सो हामी अलि हिँड्नमा गाह्रो मान्नेहरूले चाहिँ अलिकति डर जस्तो चाहिँ फिलिङ छ। घुँडाको लक अलिकति खिसिक्क भएको जस्तो फिलिङ छ। यहाँबाट यात्रा अब सायद उकालो यात्रा सुरु हुँदैछ। तर त्यही हो, मैले जति गरे पनि हामीलाई अरूलाई 5 घन्टा लाग्छ भन्ने हामी 6-7 घन्टा लाएर पुग्छौँ। तर जतिसुकै गाह्रो यो यात्रा भए पनि यहाँको यो प्राकृतिक एकदम मनमोहक दृश्यहरूले चाहिँ त्यो हिँडाइको खुट्टा दुखाइलाई चाहिँ मेटाउने काम चाहिँ अवश्य गर्नेछ। यसरी नाम्चीबाट फर्किरहेका टुरिस्टहरू चाहिँ बाटोमा भेटिन्छन्। दिनभरि यी टाइपको यात्रा हुनेछ आज। यो फाक्दिङको लास्ट पोइन्ट हो। यसपछि चाहिँ जहाँसम्म लाग्छ अब जङ्गलको बाटो यात्रा हुन्छ र यो टिक्कको उकालो बाटो लाग्दै गइन्छ। त्यसपछि जोरसलले अथवा कुन ठाउँ पुगेपछि चाहिँ स्टिप एकदम ठाडो उकालो छ भन्ने जानकारी पाइयो। त्यसको लागि पनि अब हामी मेन्टली तयार भएर हिँड्नुपर्ने अवस्था छ। किनकि नाम्ची निकै अगाडिदेखि सुन्दै आएको, टिभीहरूमा हेर्दै आएको रमाइलो ठाउँमा आज हामी प्रत्यक्ष रूपमा पुग्नेछौँ। र त्यहाँको सुन्दर मनोरम हिमाली दृश्यहरू, एभरेस्ट भ्यूहरू हामी हेर्नेछौँ। होटलहरू सकियो भनेको, तर अझै सकिएको छैन रहेछ। अझै माथि होटलहरू, ठुलो सानो नेपाली खाजा घर। हाम्रो युट्युब च्यानलमा हालसम्म हामीले बेसिकली म्युजिक भिडियोजहरू पोस्ट गर्दै आएकोमा अब चाहिँ यसरी यात्रामा निस्किँदाखेरि यी यात्राका एकदम अविस्मरणीय पलहरू चाहिँ तिनीहरू पनि क्याप्चर गरेर चाहिँ युट्युबमा पोस्ट गर्ने लक्ष्यसहित भिडियो खिच्दैछौँ। भिडियो चाहिँ यो हाम्रो मोबाइलले खिचेको हुनाले ठुलो क्यामेरा कस्तो क्वालिटी नआउन सक्छ, र पनि यो ठाउँलाई देखाउन हामी
सफल हुन्छौँ भन्ने आश छ। यो फाक्दिङबाट अब कुनै अर्को पोइन्टमा पुगेपछि म फेरि भिडियोमा जोड्नेछु। थ्याङ्क यू।